हेलो गाइज, आज चाहिँ हामी डोरी गाउन गइरहेको छौँ कि यसो पार्कमा यसो रमाइलो गर्दैछौँ हामी। ड्युटी गाउँको घर हरैले छाको आज हामी गार्डेनमा भेट भएको सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले चट 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 ल जाओस् त ल दाइको ल अलि नजिक नजिक है। चौकामा भयो भेटा छुट्टीको मौकामा सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। सोल्टी अलि माडल अलि यता गरौँ है, अलि आवाज निकाल्नु पर्यो। माडल है ल यो मेरो मादल हो कि ल अब लौ सोल्टी तपाईँले दिइहाल्नु पर्यो होइन म त मादलै पो त कालो भन्थे नि मैले के गर्ने त खाडीको मैले सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। पारीबाट माइला दाइले बोलाउने कतारमा घाम लाग्यो धलाउने सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। विदेश नहाई नहुने सल्लाह धुपैले विशालाको समी पहिला गएर मको सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। ल दुईटा दाइको रहेछ गरेर खडा त होइन म त मादलले परे है मादलले रुखको हाँगा भितिर झुकेको खेल्दै किन धेरै नै सुकेको सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। होला नि सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। के गर्छौ त गरेको आधाले बसिरहेछ यो मोटे मादले सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो हाम्रो दाइको हँसिलो मुहार हामी मध्ये दुई तिनजना कुमार